यो ब्रह्माण्ड भगवानको, भगवानले दिएको धन सम्पत्ति सारा कुरा मैले भगवानकै नाममा अर्पण गर्न सकेँ भने हामीमा समर्पणको भावले भगवानले दिनुहुन्छ, प्रतिबिम्बित बनेर आउँछ। यदि भगवानले दिएको सम्पत्तिलाई मेरै हो भनेर राखियो भनेदेखिबाट भगवान परमात्माले त्यसको संरक्षण गर्दैन, हामीमा प्रतिबिम्बित बनेर आउँदैन राजा। त्यसैले आफूले कमाएको भगवान परमात्माले दिएको, भगवान परमात्माका नाममा सक्दो विचार आफू चाहिँ गक्ष्य अनुसार दान पनि गर्नु, पुण्य पनि गर्नु। भगवानलाई चाहिएको छ, भगवानलाई खाँचो छ भनेर हामीले दान गर्ने होइन, तर भगवान परमात्माका निमित्तमा आफैले प्राप्ति गर्नका लागि हामीले दान गरिन्छ रे। ओम नमो भगवती वासुदेवाय बारम्बारसँग सौनकादि नाम गरेका ऋषि प्रणालीहरूका उपरमा सुतजीले आज्ञा गर्दै जानुभयो। प्रहलाद महिमाको बारेमा हामी बताउँदै थियौँ। प्रहलाद नाम गरेको भक्त आज हिरण्यकशिपु नाम गरेको दैत्य राजासँग उनीहरू दुईटाको बिचमा कुरा मिलेन। गुरुको घरमा पढ्न पठाइयो, गुरुदेवले पनि हार खानुभयो। जुन कुरा विस्मृति गराउनका निमित्तमा विस्मरण गराउनका लागि ल्याएको त्यही कुरा बारम्बार यसले स्मरण गर्दै गयो। अब यसलाई फर्काउनु पर्छ भनिकन गुरुदेवले आफ्ना सन्तानको प्रमाण लिएर पठाउनु भयो। सन्ततिहरूले लिएर गए। आज प्रहलाद नाम गरेका भक्तले हिरण्यकशिपु आफ्नो पिताजीका उपरमा बताउनु भयो परमेश्वर नवा भक्तिको ज्ञान, वही भगवानको नाम संकीर्तन गर्ने कुरा, वही भगवानमा आत्मनिवेदन गर्ने कुरा, वही भगवान परमात्मामा जब पूजा अर्चना र वन्दना गर्ने कुरा। यो शरीरले जे कुरा सम्झन्छ, जे कुरा गर्दछ त्यो परमात्माको नामसँग संयोजित भएको कार्य गरोस् भन्दै थिए। आज त्यसै बेलामा हिरण्यकशिपु नाम गरेका दैत्य राजाले भने बाबु बारम्बार भगवानको नाम सम्झिरहन्छौ तिमी, त्यो भगवान विष्णु भन्नेवाला कहाँ छ, त्यो भगवान कहाँ बस्छ? यसरी शोधनी गरिरहेको समयमा जले विष्णु थले विष्णु, विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु, सर्वम विष्णुमय जगत। जलमा हेरे पनि मेरो भगवान, थलमा हेरे पनि मेरो भगवान, कणमा खोजे पनि मेरो भगवान, बिन्दुमा खोजे पनि मेरो भगवान, सिन्धुमा खोजे पनि मेरो भगवान। भगवान नभएको कुनै ठाउँ छैन। हरेक ठाउँमा भगवान व्याप्त हुनुहुन्छ। हामीले भगवानलाई निश्चित ठाउँमा मात्रै खोज्यौँ, हामीले भगवानलाई मन्दिरमा मात्र खोज्यौँ, हामीले भगवानलाई पुस्तकमा मात्र खोज्यौँ, हामीले भगवानलाई सत्सङ्गमा मात्र खोज्यौँ, हामीले भगवानलाई कुनै जब चाहिँ देवी देउरालीमा मात्र खोज्यौँ, हामीले भगवानलाई गङ्गामा मात्र खोज्यौँ, हामीले भगवान परमात्मालाई कुनै किसिमको जब पूजा अर्चना र विशेष पर्वमा मात्र खोज्यौँ। त्यसो होइन, भगवान परमात्मा भनेको यत्र तत्र अन्यत्र सर्वत्र विद्यमान स भगवान भनेको छ। हेर्नुहोस्, भगवान कहाँ छ भनेर कसैले प्रश्न गरेको खण्डमा, जिज्ञासा लागेको खण्डमा यत्र भगवान यहाँ पनि छ, तत्र भगवान अर्को ठाउँमा पनि छ, त्यहाँ पनि छ, अन्यत्र हामीले नदेखेको ठाउँमा पनि भगवान छ, सर्वत्र यानि कि जुनसुकै ठाउँमा पनि भगवान व्याप्त हुनुहुन्छ। ईश्वर नभएको ठाउँ छैन, हामी नभएको ठाउँ हुन्छ, तर परमात्मा नभएको ठाउँ हुँदैन। जगतलाई चलाउनेवाला भगवान परमात्मा आफू अदृश्य बनेर यो दृश्यवान जगत चलाउनुहुन्छ। त्यस्तो परब्रह्म ईश्वरलाई बारम्बारसँग ध्यान भजन र मनन कीर्तन गरेर मुक्ति मार्गमा जाने नि पिताजी। प्रहलाद नाम गरेका बाबुको कुरा आज हिरण्यकशिपुलाई पाच्य भएन। बाबु तिमीले बारम्बारसँग भगवान परमात्मालाई हृदयमा छ भन्छौ, ज्वालामा खोजे पनि, जब मालामा खोजे पनि, बिन्दुमा खोजे पनि, सिन्धुमा खोजे पनि, जुनसुकै ठाउँमा व्याप्त रहेको ईश्वर, के यो एउटा पत्थर रूपी फलामको खम्बामा के तिम्रो ईश्वर छ भनिकन एक लात पड्काएको थियो। त्यही स्थानबाट भगवान नरसिंह अवतार हरि आधा मनुष्यको र आधा सिंहको रूप धारण गरेर नरसिंह नाम गरेको अवतारले जब चाहिँ उत्पत्ति हुनुभयो। जय बोलो नरसिंह अवतार भगवानको। नर र सिंह भएर मिश्रित रूपबाट बाहिर निक्लनु भयो। हिरण्यकशिपु डरायो, हिरण्यकशिपु आत्तिएको थियो। तिनी नरसिंह नाम गरेका भगवानको पूजा अर्चना र वन्दना गर्न सम्पूर्ण देवी देवताहरू लाइनबद्ध भएर लामबद्ध भएर गए। स्वयं इन्द्र नाम गरेको देवता पूजा गर्नलाई आउनुभयो। अग्नि नाम गरेको लोकपाल देवता पूजा गर्नका लागि आउनुभयो। वायु नाम गरेका देवता आउनुभयो। स्वयं शङ्कर भगवान पनि पूजाका लागि आउनुभयो। ब्रह्माजी पूजाका निमित्तमा आउनुभयो। सारा देवी देवताहरू पूजाका निमित्तमा आज भगवान विष्णुले नरसिंहको अवतार लिनुभएको छ रे।
आधा मनुष्यको र आधा सिंहको स्वरूप छ रे। यो विकराल स्वरूपको दर्शन गर्न जानुपर्छ भनिकन सारा देवी देवताहरू गएर भगवान परमात्माको दर्शन गरे। प्रहलाद नाम गरेको भक्तलाई अगाडि लगाए। प्रहलाद बाबुलाई नरसिंह नाम गरेका अवतारले हातमा लिनुभयो, फन्नरी गाउनुभयो, नचाउनुभयो। प्रहलादजीले दुई हात जोडेर नरसिंह अवतार नाम गरेका भगवानको स्तुति गर्नुभयो, बिन्ती गर्नुभयो। हे भगवान, मभन्दा पापी यो संसारमा अरू कोही हुन सक्छ? यदि कोही हुन सक्छ र मेरो परमात्मा, यो त मलाई ठुलो जिज्ञासा बन्यो। प्रहलादजीले भन्न लाग्नुभयो, किन तिमी त्यस्तो ठुलो पापी भयौ त बाबु भनेर यदि सोध्नुहुन्छ भने मेरो भगवान, आफ्नो पिताजीलाई वध गर्नका निमित्तमा, पितालाई मार्नका निमित्तमा, मराउनका निमित्तमा प्रभुलाई मैले यहाँ जागृत गराएँ, प्रभुलाई उपस्थित गराएँ। मभन्दा ठुलो पापी हो संसारमा कोही होला र प्रभु भनेर सोधेको समयमा बाबु तिमीलाई पाप लाग्नेवाला छैन। आयु कर्म च वित्तम च विद्या निधनमेव छ। यो पाँचवटा कुरा जन्मैबाट मनुष्यले लिएर आएको हुन्छ। यसमा यहाँ वैरभाव गर्नुपर्ने कुरा छैन। कसैको देहावसान भयो भनेर लामो समय चिन्ता गर्नुपर्ने विषय पनि छैन। कसैले मान प्रतिष्ठामा आचायो भनेर चिन्ता गर्नुपर्ने विषय पनि छैन। अनि गएर कसैले पदवी मैले पाइरहेको पदवीबाट म हट्नु पर्यो भनेर चिन्ता पनि नगर्नु। कसैले विद्या आर्जन गर्न सकिएन भनेर चिन्तित पनि नहुनु। धन सम्पत्तिबाट धनी हुन सकिएन भनेर चिन्ता नगर्नु। यो त हामीले जन्मैबाट लिएर आएको के कुरा भन्दा पाँचवटा कुरा। आयु, हाम्रो कति उमेर हामी बाँच्ने हो, जति उमेर हामी बाँच्ने हो त्यो उमेरमा 1 मिनेट पनि हामीले बढाउन सक्दैनौँ। त्यो हाम्रो बसमा छैन, त्यो भगवानको बसमा छ, हाम्रो बसमा छैन। हामीले जतिन्जरी बाँचिन्छ त्यतिन्जरी हामी सुख आनन्दपूर्वक बाँच्नका निमित्तमा अहिलेका चिकित्सा पद्धतिहरूको सदुपयोग गर्ने हो है। जतिन्जरी बाँचिन्छ त्यतिन्जरी आनन्दपूर्वक शरीरलाई अत्यन्त सुख दिएर सुखपूर्वक आनन्दपूर्वक बाँच्नका निमित्तमा हाम्रा औषधि उपचारहरू, वैद्यहरू, डाक्टरहरूको प्रयोग हो, तिनीहरूको उपयोगिता हो। आयु बढाउन सक्नेवाला यो संसारमा कोही छैन। यदि आयु बढाउन सक्नेवाला, कर्मलाई सुधार गर्न सक्नेवाला हुन्थे भने युधिष्ठिर जस्तो राजा, धार्मिक राजाले वनवासमा गएर बस्नु पर्दैन थियो। रामचन्द्र जस्तो भगवान, मर्यादा पुरुषोत्तम श्री रामचन्द्र जस्तो भगवान जङ्गलमा गएर बस्नु पर्दैन थियो। 12 वर्ष जङ्गलमा गएर बसेका मर्यादा पुरुषोत्तम श्री रामचन्द्र परमात्मा पत्नीको वियोगले हृदय हिँड्न पर्दैन थियो। यदि लेखेको कुरालाई टारेर टर्दैन थियो भने आफ्नो पिताजीको देहावसान हुँदा रामचन्द्र नाम गरेका प्रमुख घरमा आउन सक्नुहुन्थ्यो। लेखेको कुरा कार्य कसैले टारेर टर्दैन भगवान। आज जब आयु, कर्म अनि गएर वित्तम भनेको धन सम्पत्ति पनि यति कमाउने भन्ने कुरा पूर्व निर्धारित भइरहेछ। यहाँ हामीले बल गरेर मात्रै हो अब यो छोराले धेरै कमायो, यसले कम कमायो भनेर चाहिँ त्यहाँ गाली गलौची वा अन्याय अत्याचार नगर्नु, तिनीहरूमा भेद पनि नगर्नु। अनि गएर फलानाले यति कमायो मैले कमाउन सकिनँ भनेर आत्मग्लानी पनि नगर्नु। जति परमात्माले दिएको छ त्यही कुरामा बडो प्रसन्न हुनु। जे प्रभुले हामीलाई प्रदान गर्यो, जे हामीसँग पर्याप्त कुरा छ, जे प्राप्त छ त्यसैलाई पर्याप्त मान्नु के है। जे कुरा हामीमा प्राप्त छ त्यसैमा सन्तुष्टि हुनु, तब हामी सुखको बाटोको साधना गर्न सक्छौँ। नभएको कुरामा धेरै हामी चाहिँ जब अनुसन्धान गर्न लाग्यो, नभएको कुरामा धेरै किसिमको महत्त्वाकांक्षा, मनोवृत्ति हामी बढाउन लाग्यो भने धेरै दुःख हुन्छ। जुन स्थानमा भगवान परमात्माले दियो त्यही स्थानलाई ग्रहण गर्न सक्यो भने आत्मानुभूति, आनन्द मिल्दछ। अनि गएर विद्या पनि हामीले जन्मैबाट लिएर आएको, अन्तिममा जानेवाला दिन पनि हामीले तयारी गरेर आएका छौँ, उल्लेखित भइसकेको छ। यो पाँचवटा कुरालाई हामीले टार्न सक्दैनौँ राजा। त्यसै कारणले गर्दा आज तिम्रो पिताजीको मृत्यु नरसिंह भगवानको हातबाट हुनु नै थियो। यो कुरामा छोरालाई तिमीलाई कुनै दोष छैन भन प्रहलाद बाबु, अब तिमीलाई के इच्छा छ भनिकन सोधने गरेका समयमा प्रहलादजीले भगवान परमात्माको नरसिंह अवतार हरिको दुई हात जोडेर स्तुति बिन्ती गर्दै भन्नुभयो, नैवात्मना प्रभुरः निजलाभ पूर्णो मानम जनात विदुषो करुणो वृणीते यद यद जनो भगवते वितति तमानाम तच्चात्मने प्रतिमुख सयथा मुखश्री। प्रहलादजीले 1 अध्याय भरि स्तुति गर्नुभएको छ भागवतजीमा। त यो श्लोकले के भन्न खोज्यो भने हामीले ध्यानपूर्वक कुरा बुझ्नु होला। नैवात्मना प्रभुरः नजलाभ पूर्णो,
केही कुरा तिमीले माग, तिमीलाई केही चाहियो भनेर भगवान परमात्माले आज प्रहलादजीलाई भनिरहेको बेला प्रहलादले भन्नुहुन्छ, प्रभु हजुरसँग मैले के मागौँ? हजुर भनेको पूर्ण ब्रह्म, हामी मानव भनेको अपूर्ण। हामी सबै कुरा भए जस्तो लाग्छ तर हामी अपूर्ण छौँ। पूर्ण भनेको स्वयं भगवान ईश्वर हुनुहुन्छ। यो जगतमा अरू कुनै मानव पूर्ण छैन। चाहे तो योगी होस्, चाहे साधु होस्, चाहे सन्त होस्, चाहे ठुलो विद्वान किन नहोस्, वा विदुषी किन नहुन्, वा उद्योगी व्यवसायी डाक्टर वा साइन्टिस्ट, जुन सुकै व्यक्ति पनि यो संसारमा पूर्ण हुन सक्दैन। किनकि पूर्ण भनेको भगवान परमात्मा मात्रै हो। तपाईँ पूर्ण, हामी अपूर्ण। नैवात्मना प्रभुर निजलाभ पूर्ण। फेरि भगवानलाई म केही चढाउँ भने, प्रभुलाई म केही दिउँ लाग्यो भने पनि प्रभुलाई के आवश्यकता होला र मसँग भएको चिज? जुन कुरा मसँग भएको प्रभुसँग नभएको के होला र? धन मैले दिउँ भने प्रभुबाटै सृजित महालक्ष्मी, विचार मैले दिउँ भने त्यो तात्विकता तपाईँबाटै आउने कुरा हो। यो शरीरले मैले तपाईँलाई आर्जन गरेर अन्न फल फूल वस्त्राभूषणहरू केही चढाउँ भने परमात्मा त्यो मैले निर्धारण गरेको होइन, मैले तयारी गरेको होइन। यो सारा तपाईँबाट सृजित छ। सबै कुरा हजुरमा परिपूर्ण छ। त्यस्तो परिपूर्ण भएकालाई मैले फेरि के दिउँ त? नैवात्मना प्रभु र निज लाभ पूर्ण। हजुर सारा कुराले पूर्ण हुनुहुन्छ। पूर्ण हुँदा हुँदै पनि मैले दिन मन लाग्छ, यानि कि म मानेको भक्त तपाईँ हामी सबै कुरा भगवानसँग छ हुँदा हुँदै पनि हामीले दिनुपर्छ। कुन भावमा दिनुपर्छ? भगवानसँग यो छैन होला भनेर हामीले चढाउने हो र? भन्नुहोस् त आमा बुबा। प्यारा सज्जन, हजुर हामीले यो पशुपतिनाथको मन्दिरमा आएर, यो यज्ञमा आएर, वा भगवानको मूर्तिको दर्शन गरेर, वा कुनै हरिद्वार, अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका कहीँ गए पनि, मुक्तिनाथ जानुस् वा देवघाट जानुस् वा पशुपति आउनुहोस्, वा कुनै मन्दिरमा जानुस्, भगवान रामको मन्दिरमा गएर राम भगवानलाई पैसा छैन होला मैले 1000 चढाउँ भनेर चढाएको हो र? पशुपतिनाथ भगवानलाई बेलपत्रको खाँचो छ भनेर बेलपत्र अर्पण गरेको होला र? भन्नुहोस् त। भगवान कृष्णलाई 2-4 पैसाको खाँचो छ भनेर हामीले चढाएको होला र? होइन। भगवानसँग सम्पूर्ण कुरा छ। सबै कुरा हुँदा हुँदै पनि भगवान परमात्मालाई भक्तले किन चढाउनु पर्छ भन्दा, तचात माने प्रति मुखस्स यथा मुखश्री। एउटा विज्ञान सम्मत सूत्र याद राखिदिनु भयो। के भनेर राखिदिनु भयो भने, जसरी सूर्यको किरण उदयमान भइसकेपछि एक ठाउँमा आएर ठोकिन्छ र त्यसको रिफ्लेक्सनले अर्को ठाउँमा उज्यालो हुन्छ, जस्तो सूर्यको किरण यो भित्तामा पर्यो भने जमिनमा पर्नु पर्दैन, उज्यालो हुन्छ। सूर्यको किरण बाहिर परेको छ। अहिले त यहाँ हामीले छेकेका छौँ नि। पाण्डालले छेकेका छ कि छेकेका छैन? पाण्डालले छेकेको छ। सूर्यको किरण बाहिर परेको छ, यहाँ भित्र होइन, तर भित्र उज्यालो छ। यो के कारणले भयो भन्दा रिफ्लेक्सनको नियमले भयो। त्यस्तै भगवान परमात्मामा हामीले चढाएका चिज वस्तुहरू, प्रभुलाई अर्पण गरेका चिज वस्तुहरू हामीमै फेरि प्रतिबिम्बित बनेर रिफ्लेक्सन बनेर आउँछन्। त्यसैले भगवान परमात्मालाई हामीले समर्पण गर्नु पर्दछ। यसका लागि एउटा दृष्टान्त छ। तचात माने प्रति मुखस्स यथा मुखश्री को अर्थ एउटी नौली श्रीमती रहेछन्। विवाह गर्ने बित्तिकै कि नौली श्रीमती विवाह गरेको जम्मा 1 हप्ता भएको रहेछ। विवाह गरेको 1 हप्ता भएको थियो। नौली श्रीमतीले घरका काम धन्दाहरू गर्थिन्, घरमा श्रृङ्गार पटार गरेर बस्थिन्। 4 बजेको समयमा गाउँका दिदीबहिनीहरू आएछन् र भनेछन्, ए फलानी भनेको हजुर, आज यो गाउँको नजिकैमा हाट बजार लाग्छ, त्यो हाट बजारमा जाउँ न भने उनको मनले पनि विचार गर्यो, हाट बजार लाग्छ भने बजार किन नजाने, मेरा सङ्गिनीहरू साथैमा छन्। गएर सासु आमालाई सोध्नु भएछ। घरका माता पिता आफूभन्दा मान्यजनलाई सोधेर मात्रै कार्य अगाडि बढाउनु पर्छ। बुहारीको त्यो एउटा लक्षण हुन्छ, छोराछोरीको त्यो एउटा लक्षण हुन्छ, जसले आफूभन्दा माथिका मान्यजनलाई आधार गर्नुपर्छ। गएर सासुआमालाई सोधिन् उनले, आमा सबै सङ्गिनीहरू गाउँबाट, नगरबाट, क्षेत्रबाट आए, यिनीहरूले भन्छन् हाट बजारमा जाउँ, आज हाट बजार छ। अब 2 घण्टाको समय आमा मलाई दिनुहुन्छ छुट्टी? आमासँग बुहारीले प्रश्न गरेकी थिइन्। माताले भन्नुभयो, कुरा ठिक हो,
बुहारीले हाट बजार जान भन्यो नि, विवाह गरेको 1 हप्ता भएको छ, यिनी नौली छन्, कुन बाटो जाने, कुन बाटो आउने, के खाने, के किन्ने, के नकिन्ने, सबै कुरा फेरि यिनलाई दुविधा होला, विवाद होला। अब नपठाऊ तिमी नजाऊ भनौ भने फेरि यिनको मन दुख्ला। विवाह गरेको 1 हप्तामा सासुआमा कडा रहेछन् भन्ने पार्नु पनि भएन। अब यिनलाई जानु पनि छोडिदिनु पनि पर्यो। तर आमाले यस्तो राम्रो कुरा त अत्यन्त सरल तर एउटा दर्शनको कुरा बोलिदिनु भयो। आमाले के भन्नुभयो भने, बुहारी तिमी जान त हाट बजार जाऊ, तर साँझ नपर्दै घरमा आऊ। आमाले भनिदिनु भयो कुरा त सामान्य छ नि, जान जाऊ, साँझ नपरी घर आऊ। तर त्यो आमाले भनेको कुरा दर्शन छ। के छ, यिनी नौली छन्, यिनले बाटोघाटो जाने कि छैनन्। इष्टमित्र बन्धु वर्गादीहरू साराले यिनको चरित्रमाथि दाग लगाउने कुरा कसैले बोल्यो भने भोलिबाट हाम्रो समाजमा, हाम्रो घर परिवारको इज्जत जान्छ। त्यसैले सन्ध्या नहुँदै घरमा आऊ भनेर सासुआमाले कत्रो सारा कुरा बुझेर बोल्नुभयो, उत्तर दिनुभयो। बुहारीले स्वीकार गरिन्। अहिले हामीले धेरै कुरा बुझ्यौँ जस्तो लाग्छ, तर हामीले बुझेका हुँदैनौँ। पढ्दै नपढेका अनपढ भएका ती हाम्रा बुवा आमा, हजुरबा हजुरआमाले बोलेका हरेक कुराहरू दर्शनसँग संयोजित छन्। त्यसैले त पाको नभएको, वृद्धहरू नभएको सभा हुँदैन रे के। युवाले मात्रै सारा कुरा हाँक्न थालियो भने पनि अलिअलि कुरा बिग्रन्छ है। त्यसैले वृद्धको सल्लाह पनि चाहिन्छ, आफ्ना मातापिताको सल्लाह पनि चाहिन्छ। आमाले भन्नुभयो, दर्शन दिनुभयो, हस् हुन्छ आमा म जान्छु भनिन्। अनि गएर सङ्गिनीहरूले अत्याउन थाले, छिटो छिटो गर नानी भने। हुन्छ। उनी श्रृङ्गार कक्षमा गइछन्। श्रृङ्गार कक्षमा गएर कोरीबाटी चुलठी श्रृङ्गार चट्ट परिन्। अनि आफ्नो ब्यागमा 2-4 पैसा पनि राखिन् हाट बजारमा खर्च गर्नका लागि र लिएर उनी निक्लिएर जब घरबाट बाहिर गएकी थिइन्, सङ्गिनीहरू मध्ये एउटी बडा चलाक सङ्गिनी रहेछन्। ती सङ्गिनीले भनिन्, हे बाउजू भनिन्, हजुर आज हाट बजारभरि हजुरको चर्चा चल्छ। किन भन्दा विवाह गरेको 1 हप्ता भएको छ, हजुर नौली हुनुहुन्छ, फलानाको छोरी, फलानाको बुहारी, फलानाको श्रीमती, फलानाको भाउजू सबैले हजुरलाई हेर्ने गर्छन्। अरू त तपाईँको शरीरमा श्रृङ्गार सबै पुगेछ भाउजू, तर विवाहिता महिलाले निधारमा टिकी लाउनु पर्छ, निधार खाली छ नि हजुरको। बडा अचम्म कुरा त साँचो हो। सकेसम्म निधार खाली राख्नु हुँदैन। चाहे रातो, चाहे सेतो, चाहे पहेँलो, जस्तो सुकै टिका किन नहोस्, चन्दन निधारमा लगाउनु पर्छ। आज तपाईँको निधार खाली छ। बजारभरि यही कुराको चर्चा चल्छ। तपाईँलाई उत्ताउली भन्ने होलान्, टिका लगाएर आउनुहोस् भनिछन् उनले। कुरा त ठिक हो, म जान्छु। दगुर्दै गइछन् ती नौली श्रीमती बुहारी, ती भाउजू दगुर्दै गइन्, श्रृङ्गार कक्षमा गइन्। आफ्नो झोलाबाट ब्यागबाट एउटा टिकीको पत्ता झिकिन्। टिकीको पत्ताबाट टिकी झिकिन्। हतारमा टिकी लाउनका लागि, अब निधार हेर्नका लागि उनी ठुलो सिसा थियो, सिसा भित्तामा राखेको सिसाको अगाडि गइन्। हतारमा छिटो टिका लगाउँछु भनेर लगाएको, यता लगाउन पर्ने निधारमा लगाउन पर्ने टिका सिसामा देखिएको निधारमा लगाइदिएर दगुरिछन्। हतार थियो। अब यता लगाउनु पर्ने टिका सिसामा आफ्नो रूप देखियो, त्यही सिसाको निधारमा टक्क मिलाएर लगाइदिन्छन्। अब राम्री भाइ भनेर झरिन्। तल झर्दा फेरि सङ्गिनीले भन्छन्, होइन टिकी पाइनौ कि क्या हो, निधार त खाली छ। फेरि उनले भनिन्, होइन भर्खरमा टिका लगाएर आएकी छु। यी सबैले मलाई नौली भनेर हेला गरे होलान्, जिस्काउन खोजे होलान्। म टिका लागी छु भनिन्, झोला बोकेर हिँड्न लाइन। ए बाबा, तिम्रो निधारमा टिका छैन के? उनले निधारमा छामिनन्। निधारमा जब हेर्न छाम्न लाइनन्, उनी दकुर्दै फेरि गइन् कोठामा गएर सिसाको अगाडि ट्याक्क उभिएको टिका देखिन्छ। ए बाबा, आज त मलाई यिनीहरूले खिल्लीबिल्ली नै गरे, बर्बाद भयो, म झर्छु भनेर उनी फेरि झरिन्। सङ्गिनीले भनिन्, हे भाउजू, हजुरले कुरा बुझ्नु भएन, हजुरको निधारमा टिका छैन। हजुरले भ्रममा पर्नुभयो, हेर्नुहोस् त भनेर अर्को सानो सिसा देखाइदिएकी थिइन्, निधारमा टिका छैन। सङ्गिनीहरू सबैलाई साथमा लिएर गइछन्। मैले टिका त लगाएकै हो मेरो श्रृङ्गार कक्षमा, त्यहाँबाट यहाँ आउने बेलासम्म कसरी टिका खस्यो त हेर्न जाउँ न सङ्गिनी भनेर सँगै गएको। सिसाको अगाडि उभिँदा त टिका देखिन्छ फेरि। ए बाबा, सानो सिसामा नदेखिने ठुलो सिसामा देखिने के भयो? हतारमा मैले टिकीको पत्ताबाट टिकी झिकेँ र त्यो यता निधारमा लगाउनु पर्ने टिकी मैले सिसामा लगाएर हिँडेछु, त्यसैले मेरो निधारमा टिका आएन।
अब त्यो सिसामा लगाएको टिकी झिकेर निधारमा लगाउनु भयो। अब हेर्नुहोस् त भाउजू, जब तिपाईको अनुहार भनेको त्यो सिसाभित्र पनि आयो टिकी, आफ्नो निधारमा पनि आयो टिकी। यो शरीरमा यो निधारमा लगाएको टिकी फोटामा पनि जान्छ। फोटामा टिका लगाइदिएर निधारमा आउँदैन। कुरा यही हो। विश्व ब्रह्माण्डमा सारा भगवान परमात्माद्वारा सृजित यो सम्पत्ति हो। यो ब्रह्माण्ड भगवानको, भगवानले दिएको धन सम्पत्ति सारा कुरा मैले भगवानकै नाममा अर्पण गर्न सकेँ भने हामीमा समर्पणको भावले भगवानले दिनुहुन्छ, प्रतिबिम्बित बनेर आउँछ। यदि भगवानले दिएको सम्पत्तिलाई मेरै हो भनेर राखियो भनेदेखिबाट भगवान परमात्माले त्यसको संरक्षण गर्दैन, हामीमा प्रतिबिम्बित बनेर आउँदैन राजा। त्यसैले आफूले कमाएको, भगवान परमात्माले दिएको, भगवान परमात्माका नाममा सक्दो विचार आफू चाहिँ गक्ष्य अनुसार दान पनि गर्नु, पुण्य पनि गर्नु। भगवानलाई चाहिएको छ, भगवानलाई खाँचो छ भनेर हामीले दान गर्ने होइन, तर भगवान परमात्माका निमित्तमा आफैले प्राप्ति गर्नका लागि हामीले दान गरिन्छ रे।